सिँचाइको कुराहरू, सोलर सिँचाइको कुराहरू, बोरिङका कुराहरू, विद्युतीय सिँचाइका कुराहरू र यो माटो व्यवस्थापनका कुराहरू, मिश्रित खेतीका प्रणालीका कुराहरू, अन्तर्वालीका कुराहरू र यो घर बगैँचा को अवधारणाहरू सबै हामीले यो एउटा जलवायु मैत्री नमुना गाउँमा विभिन्न थरीका जलवायु मैत्री प्रविधिहरू हामीले प्रदर्शन गरेका थियौँ र जुन चाहिँ त्यहाँबाट अरू किसानहरूले पनि सिकेर आफ्नो ठाउँमा त्यो प्रविधिहरूलाई विस्तार गरिरहेको अवस्था छ र यस्तै खालको कुराहरू हामीले कृष्णपुरको वार्ड नम्बर 1, 2, 4, 5 र 9 मा पनि घर बगैँचाको अवधारणा अनुसार यो जलवायु मैत्री प्रविधिहरूलाई हामी बृहत रूपमा विस्तार गरेका थियौँ। अबको योजना के छ? निरन्तरता जानकारी योजना के व्यवस्थापन गर्न सकिन्छ, त्यसको लागि चाहिने आवश्यक सहयोगहरू, तालिमहरू, अध्ययन सामग्रीहरू त्यो सबै हामीले किसानहरूलाई सहयोग गरिसकेका छौँ र त्यो कुरा चाहिँ हामीले विभिन्न चरणमा स्थानीय सरकार, प्रदेश सरकारको प्रतिनिधिहरूलाई पनि भ्रमण गराएका छौँ र स्थानीय सरकारले पनि यो घर बगैँचाको अवधारणालाई आफ्नो कार्यक्रममा राखिसकेको अवस्था छ। उहाँहरूले पनि समय समयमा मौसम अनुसारको विभिन्न थरीका तरकारीका बिउजनहरू, फलफुलका बिरुवाहरू वितरण गरिराख्नु भएको छ र त्यस्तै विभिन्न खालको यो पशु पालनको लागि पनि ससाना पशुहरू पनि वितरण गरिराख्नु भएको अवस्था छ। त्यो भएर यो कार्यक्रम स्थानीय सरकारको पनि कार्यक्रममा समावेश भइसकेको हुनाले त्यो कार्यक्रम चाहिँ अगाडि बढ्छ भन्ने हामीलाई आशा छ र त्यस्तै यो किसान पनि अब आफै जागरुक भइसकेको छ र घर बगैँचाको महत्त्व र उद्देश्य चाहिँ बुझिसकेको अवस्था छ। यसले त पोषणको लागि एकदमै राम्रो गर्दो रहेछ, वर्षभरि पनि ताजा तरकारी फलफुलहरू खान पाइने रहेछ भन्ने कुरा चाहिँ उहाँहरूले बुझिसकेको हुनाले यो घर बगैँचा चाहिँ अब उहाँहरू आफै पनि त्यसलाई निरन्तरता दिनुहुन्छ भन्ने हामीले आशा गरेका छौँ।